Nhân thung tí xin xịt năng khe Chăm linh kháng sở yếu bé Phö kỳ kê yik là thu na năng khe chăng mà là Chăm yang phö kỳ rực hiu chế dì kháng nè Ngã rô tì lê shù kì yếu Ta thirin lop tang kì qua là chính ra thama đi yên Ani thirin lop chen nishu cha kê ba Kesi kerang gi lop chen thangbo ne nipa ne sumbas cheje sik yu na ten kera pecha lo thup nangire. Yo chai aba kasiri पढ्ने भन्ने अब त्यसको पाठ चाहिँ अब अन्तिममा पुग्यो र यदि तपाईले लेसन 1 2 3 4 भनेर हेर्दै आएको छ भने चाहिँ तपाईहरु अब पुस्तक पढ्न सक्नुहुन्छ अलिकति बिस्तारै भए तापनि पढ्न सक्नुहुन्छ र यो चाहिँ अब अन्तिम So this is the last lesson on how to read Tibetan script. If you have studied from lesson 1 to lesson 28, you should be able to read any text. So now here today we are doing with the root letter ba. So rule number one, if ba is in between two dots, always read it as wa. Always. There won't be any situation where you don't have to pronounce letter ba as wa when it is between two dots. Always read it as wa. And then this one we did yesterday. So if this is wa, ha, kiku, yi, we. Wa, ha, kiku, yi, we. हिजो हामीले सिकिसकेको बाको अगाडि हाकीको यदि छ भने चाहिँ अलवेज हमेशा तपाईहरुले चाहिँ वे भनेर उच्चारण गर्ने यस्तो कुनै सिचुएसन आउँदैन जहाँनिर तपाईले चाहिँ भाउ हाकीको भन्ने सिचुएसन आउँदैन सो त सेक्नी गिफला पाइयो न Tila was in a logo here. Check me gipala by yona was logo here. Manachana di bare pa bari ina yang check me gipala yona wade that di wayina wa ha kikui we kesalar tabi wa ha kikui we. Ane rule number 2. Rule number 2, if there is prefix da for root letter ba, always read it as wa. You have to keep these two things in your mind. यो दुईटा मनमा राख्नु पर्छ यदि दुईटा बिन्दुको बीचमा अक्षर बा छ भने चाहिँ त्यतिखेर वा भनेर पढ्ने र दोस्रो के छ भन्दाखेरि रुट लेटर बा को अगाडि प्रिफिक्स दा छ भने चाहिँ त्यतिखेर पनि वा भन्ने यो चाहिँ वा यो चाहिँ अलिकति उजारेर वा
책니 기팔라 바유나 와슬로 구기요레 다양 맹시 바기 준라 문축 다유나 양겨 와 लकुगियोरे सो बाको अगाडि दा छ भने चाहिँ वा भनेर उच्चारण गर्ने त्यति हो त्यति याद गर्नु र अनि भोलिदेखिको अलिअलि प्रार्थनाहरू अपलोड गर्छु अनि मैले यहाँ बिहान 7 बजे उठेर 40 दिनको युद्धको क्लासमा आउनुहुने विद्यार्थीहरूको लागि म यो क्लास बनाएर चाहिँ युट्युबमा एक दिन अगाडि छोड्छु छोडेर चाहिँ उनीहरूले एक दुईपल्ट सुनेर भोलिको दिन आउँदाखेरि सजिलो हुन्छ कि भनेर यसरी मैले हाल्दैछु तर धेरै जस्तो विद्यार्थीहरूले नहेरी आउँदो रहेछ अनि पहिला सिकिसकेको त्योहरू पनि रिभिजन गर्दैन रहेछ नयाँ हालेको पनि त्यति याद गर्दैन रहेछ अनि त्यस्तो गर्दाखेरि चाहिँ अब 40 दिनको भित्र चाहिँ त्यसरी गरियो भने चाहिँ पढ्नु सक्दैन अब तपाईहरुले नानीहरूलाई अंग्रेजी स्कुलमा पठाउँदाखेरि बिहान बेलुका बुवा आमाले ABCD भनेर सिकाउने गर्छ अनि सिकाइसकेर स्कुल पठाउँछ स्कुलदेखिको फर्केर आउँदा ट्युसनमा पठाउँछ त्यसरी त अंग्रेजी सिकेको त्यसरी नै तपाईहरुले बुवा आमाले पनि अलिकति याद गरेको हुनुपर्छ तपाईहरुको योगदान पनि हुनुपर्छ यो तपाईं हाम्रो अस्तित्व हो आफ्नै भाषा हो आफ्नो लिपि हो अंग्रेजी भन्दा अझै महत्त्वपूर्ण अनि अब धेरै टाइम छैन अब कति छ 6 दिन जति छ त्यो भित्र छिटो छिटो सिकाएर समाप्त गर्नु पर्छ त्यो भित्र पढ्न सक्ने भएन सक्यो अनि सबै इतिहास भएर गयो अनि न घरका न घाटका घरको पनि हुनु सकेन घाटको पनि हुनु सकेन आदि पाकेको मोमो जस्तै खाँदा पनि न बिमार हुने फ्याक्दा पनि के भन्नु त्यो पैसा खेरो गयो भनेर त्यस्तो लाग्नु पर्ने त्यस्तै अवस्थामा पुग्छ र सो दुईटा डटको बीचमा बात छ भने चाहिँ वाह जहिले पनि वाह कुनै यस्तो स्थिति आउँदैन जहाँनिर तपाईले बा भनेर पढ्नु पर्ने कुनै अवस्था आउँदैन अब बाउ हाकिकुई एकदमै नपर्ने वा हाकिकुई वे यो चाहिँ हिजो सिकेको वा हाकिकुई वे वा हाकिकुई वे वा हाकिकुई वे तिने ngaranchu tante jamya phugri shuchi jing khangla phebe chi chogin nangla yebe luptu cho ani yumi chole tes tonachunga do phame ngone shibai ne re pugu ngone shibai ne re chamcham phame pugu lopjong chigi 티페 기도 니마싱아 투 티네 참점 로투 코란소 용금인도 다 나기 여나 남네 땅 롭달라 마용바이다 파메 드링에 보고 교천 딘들라 때네 들이 용투기 말했은 송게야 민도 마란초 지속이 파마단 제베 롭종라 전남 대점 매게 럽정면은 아니 차버래 물 가져야나 양 대점 비투베 쓰고 말해 와하 기구이 왜 따데 if the prefix is the
only in the case if the prefix the is in front of root letter wa, then always read it as wa. Wa, wa, dao wa. Dao wa shabju wu. Dao wa shabju wu. Dao wa shabju wu. Dao wa shabju wu. Dao wa shabju wu sa yu. Dao wa shabju wu sa yu. Dao wa shabju wu sa yu. Dao wa shabju wu la ul. Dao wa shabju wu la ul. Ul. Dao wa shabju wu la ul. Di love to bache bala theng chip ngen di tigi ma theng mangbai ngen ku gyo re. एक पल्ट सुनेर हुँदैन, धेरै पल्ट सुने कुर्नु पर्छ, बानी बसाउनु पर्छ, घुम्सी सगोरे Dao wa shabju wu. Wu is an honorific word for head. Nepalima sir, टाउको, सिर मान गरेर Dao wa shabju wu. Dao wa shabju wu sa yu. Dao wa shabju wu sa yu. Yu means center, madhya, kendriya, center of the world, central government. Dao wa shabju wu, sir, head. Dao wa shabju wu sa yu, center, C-E-N-T-R-E, center, kendriya, madhyam, madhya. Dao wa shabju wu la ul. Dao wa shabju wu la ul. Dao wa shabju wu la ul. Poor, garib, dhani, garib. Dao wa shabju wu la ul. Dao wa shabju wu sa yu. Dao wa shabju wu la ul. Bako agari da छ भने चाहिँ दाओ वा यता या खिकु यी ना यिन दाओ वा यता या खिकु यी ना यिन जा खिकु जी यिन जी दाओ वा यता या खिकु यी ना यिन जा खिकु जी यिन जी अंग्रेजी इंग्लिश अंग्रेजी Dao wa yata ya kiku yi na in ja kiku ji in ji. Bagi tunda da yuna wa. Ba aksar ko agari prefix da छ भने चाहिँ dao wa nga wang. Dao wa nga wang. Dao wa nga wang. Why must we pronounce ba as wa? Because there is prefix da in front of the letter ba. Dao wa na wang, empowerment, abhishek, empowerment. Bagi tunda daduga chechang wa. Dao wa yata ya. Dao wa yata ya na sa yang. Dao wa yata ya nga sa yang. Dao wa yata ya nga sa yang. Dao wa yata ya nga sa yang. Melody, dun, melody.
बागी दुना दादुगा बागो अगाडि प्रिफिक्स दाछ त्यसैले गर्दाखेरि दाओ वा यता या रा यर्का दाओ वा यता या रा यर्का दाओ वा यता या रा यर्का summer, one of the season, summer, yarka. बाको अगाडि दा हुनाले गर्दाखेरि दाओ वा भनेर उच्चारण गर्नुपर्छ दाओ वा यता या डिङ्बो ये दाओ वा यता या डिङ्बो ये to classify, to differentiate, to separate, छुटाउनु दाओ वा यता या डिङ्बो ये रा येर दाओ वा रा वर in between माझामा दाओ वा रा वर बागी दुना दादुगा त्यसोन्छ दाओ वा सेप्चु सा उ गाओ शा सेप्चु शु nga shung उ shung केन्द्रीय सरकार shung सरकार केन्द्रीय सरकार central government दाओ वा डिङ्बो वे ना वेनपा isolated place where there won't be any disturbance वेनपा एकान्तको जग्गा जहाँनिर डिस्टर्ब हुँदैन वेनपा again review एकपल्ट सुनेर हुँदैन फेरि तपाईं भोलि हेर्नुहोस् refresh your memory by watching the video again wow because it is in between two dots in between two dots wa ha kiku yi we dao wa shachu sa dao wa shachu sa yu dao wa shachu la yul dao wa yata ya kiku yi na yin ja kiku ji yin ji dao wa nga wang dao wa yata ya nga sa yang dao wa yata ya ra yarka dao wa yata ya ra yarka dao wa yata ya डिङ्बो ये dao wa yata ya डिङ्बो ये dao wa ra war dao wa sepchu sa yu gao sha sepchu shu nga shung yu shung dao wa डिङ्बो we na wenpa again review wa ha kiku yi we dao wa sepchu u dao wa sepchu u sa yu dao wa sepchu u la yul dao wa yata ya kiku yi na yin ja kiku ji yin ji dao wa nga wang dao wa yata ya nga sa yang
dawo wa yata ya ra yarka summer yarka dawo wa yata ya dingbo ye dawo wa ra war dawo wa shapchu sa yu dawo wa shapchu sa yu dawo sha shapchu shu nga shung yu shung dawo wa dingbo we na wen pa ekanda kothau isolated place once more wa hakiku yi we dawo wa shapchu u dawo wa shapchu u sa yu dawo wa shapchu u la wil dawo wa yata yakiku yi na yin jakiku ji yin ji dawo wa nga wang dawo wa yata ya nga sa yang dawo wa yata ya ra yarka dawo wa yata ya dingbo ye dawo wa ra war dawo wa shapchu u sa yu dawo sha shapchu shu nga shung yu shung Kendriya Sarkar Central Government dawo wa dingbo we na wen pa क्या चाहिँ इन्जिमिजिटी लाइक इट नगर्न तपाईहरुले लाइक इट गरिदिनुहोस् ताकि ज्यादा भन्दा ज्यादा हाम्रो बुद्धिस्ट कम्युनिटीमा हुने जसलाई पुस्तक पढ्ने इच्छा हुनेहरूलाई उनीहरुसँग पुगोस् भनेर चाहिँ लाइक इट गर्नुस् अनि युट्युबले चाहिँ लाइक इट धेरै छ भने चारैतिर छोड्छ त गन्छ फेबाच क्यान्च दिजु खिङ्गे यना याङ लाइक इट नङ बाइना सच खुक्यो ला येबे नंबे मिदिक छोला ख्याप दुगरे तिन्देस छेचे थेरिंगे तिन्दा ति दे छमसागी अनि सेन्सी नङ बाला थुचे नङ